महानगरमा बालेन एक्लिएकै हुन् त। देशको राजधानी समेत रहेको काठमाडौँ महानगरपालिका केन्द्र सरकारसँगको टसलपछि आन्तरिक द्वन्द्वमा फसेको छ। प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू ध्रुवीकृत हुँदा कानुन त महिनामा एकपल्ट बस्नै पर्ने कार्यपालिका बैठक 4 महिनादेखि बस्न सकेको छैन। खास गरी काठमाडौँ टावर सम्बन्धी विवादपछि मेयर बालेन एक्लिएका छन्। उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र अधिकांश कर्मचारी एक ठाउँमा देखिन्छन्। कार्यपालिका बैठक आह्वान र अध्यक्षता मेयरले नै गर्ने व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐनको 17 नम्बर बुँदामा कार्यपालिका बैठक कम्तीमा महिनाको एकपल्ट बस्नेछ भनेर प्रष्टसँग लेखिएको छ। तर मेयर बालेनको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक गत 8 पुस यता राखेका छैनन्। त्यस यता महानगरमा बैठक र कामभन्दा बढी विवाद र लफडा भइरहेको छ। गत चैतमा महानगरमा संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर नाकाबन्दी गरेको गुनासो गरेका मेयर बालेन यति बेला प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई सरुवा नदिएको भनेर असन्तुष्ट छन्। गुरागाईमाथि भ्रष्टाचारको आरोप लगाउँदै बालेनले छानबिन गराएका थिए। छानबिन पूरा नहुँदै उनले गुरागाईलाई विवादमा बसाएर उनको ठाउँमा अर्को कर्मचारी पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेका थिए। तर बिना आधार कर्मचारी सरुवा गर्न मन्त्रालयले अस्वीकार गरिदियो। छानबिन अघि नै गुरागाईलाई लक्षित गरिएकाले बिना आधार सरुवा गर्दा उनीमाथि अन्याय हुने मन्त्रालयको निचोड थियो। काठमाडौँ टावरको नक्सा पास गर्दा छोटो बाटोबाट संशयपूर्ण तरिकाले प्रमाणपत्र दिएको भन्दै गएको पुसदेखि नै गुरागाईलाई छुट्टीमा राखेर मेयर बालेनले छानबिन समिति बनाएका थिए। रोचक त के छ भने भ्रष्टाचारको आरोपमा छानबिन गर्ने अधिकार त्यसरी गठन गरिएको समितिलाई थिएन। त्यसैले पनि हुन सक्छ प्रतिवेदन ल्याउन नसकेको भन्दै बालेनले त्यो समिति विघटन गरिदिए अनि विभागीय प्रमुखको सिफारिसमा गुरागाईलाई दोषी देखाउन खोजे।